गाइज कस्तो छ आज चाहिँ 11 दिनको त मर्निङ वाक कम्प्लिट गरिसक्यो पुरा कन्टिन्यू गरेको 11 दिन 25 मिनट रनिङ यताउता गरेर 11 दिन चाहिँ कम्प्लिट भइसक्यो अब ब्लग म ब्लग किन बनाउँदिनँ ब्लग राम्रो राम्रो किन आउँदिनँ म खोला खोला होइन बसनिया भन्ने गर्छ ओके धेरै राम्रो लाग्यो कि टन्न मजाको डेली एक्सर्साइज गर्ने आफ्नो बडी चाहिँ मजबुत बनाउने कति राम्रोको लागेको अनि सधैँ कुनै दिन कुहिरो लागेको हुन्छ कुनै दिन कुहिरो लागेको हुन्न तर एउटा कुरा भन्न चाहन्छु क्या सबैजना मर्निङ वाक गर्न आऊ म पनि आइरहेको छु सधैँ आऊ तब एक दिन मात्रै गरेर हेर न तिम्रो बडी पुरा दिन कस्तो फ्रेस भइहाल्छ हामी त सधैँ गरेको एक दिन पनि अहिले 10 दिनदेखि केही मिटर म 31 डिसेम्बरबाट गरिरहेको छु आज जनवरी सायद 8 छ कि 9 छ 9 होला ओके पब्लिक प्लेसमा गएर भिडियो बनाउनको लागि अब चाहिँ मलाई लाज लाग्दैन क्या कन्फिडेन्स त्यति आइरहेको छ के हो पब्लिकले के गर्छ भिडियो बनाउनु पर्छ नि यहाँ माथि चढिरहेको छु उता खोला उतापट्टि खोलामा होला मान्छेहरू त्यो सोचेन मैले तर मेरो आवाज चाहिँ अलिकता कम भइसक्यो त्यो कुनै पनि केही छैन यहाँ यो चाहिँ खोला पानी आउने खोला छ तर आउँदिन पानी वर्षा टाइममा मात्रै रेनिङ टाइममा मात्रै आउँछ कति ठुलो ठुलो वृक्षहरू छ यहाँ धेरै सानो सानो वृक्षहरू छ यहाँ देखिरहेको छ वहाँदेखि यहाँसम्म कम्तीमा यो फ्युचरमा बढेपछि एक 10 लाख करिब होला यत्रो मोटो भइहाल्छ जस्तो खुवाउँदैन आमाहरूको त्यस्तै भयो भने 1-2 करोड भइहाल्छ मेरो हात दुख्न थाल्यो कि 2 मिनटमा के ब्लग बनाउनु पब्लिक प्लेसमा गएर तर बनाउनु पर्छ अब के हो हात दुख्यो भने के हो यसो गरी सुट गर्छु अरूलाई मोबाइल पक्राइदिन्छु तर ब्लग चाहिँ अब आउँछ अबको ब्लग खेलाउँछु म त्यहाँ जाँदैछु अहिले कोबीनिर यही कोबी छ आफ्नो चाहिँ हेर्नुहोस् अब त ठुलो ठुलो भइरहेको छ अलिकता किनकि पानीहरू परेको खादपान दिएको हेर्नुहोस् कति ठुलो भएको छ अहिले यहाँ अहिले सानै छ तर अहिले ठुलो हुन थाले अब चाहिँ 2 महिनामा काट्ने भइहाल्छ वहाँ गहुँ पनि छ कोबी पनि छ सायद बाइक आइरहेको छैन धेरै राम्रो छ अब गएर नेचुरल टुथब्रस टिप्ने अनि गर्दै घर जाने ओके हस् त अब ब्रस टिपेर भन्छोस् उहाँबाट बाँसबाट ब्रस टिप्ने आज पनि चाहिँ नेचुरल टुथब्रस टिपिहाल्यो हस् त अब भोलि भेटौँला अर्को ब्लगमा ओके